साथीहरू हेर्नुहोस् है, हजुरहरूलाई म आज आफ्नो एउटा चराले आफ्नो बच्चाको लागि कस्तो राम्रो गुँड बनाएको छ। हेर्नु, यस्तो पानी परिरहेको छ आज झन्। यो पानीमा पनि यहाँ भित्र के छ हेर्नुहोस् है। त म त हजुरहरूलाई देखाउँछु है, हेर्दै गर्नुहोस् है, लास्टसम्म हेर्नुहोस् है। जिउँदोको होस्, हेर्नुहोस् आफ्नो बच्चाको सुरक्षाको लागि। हेर्नुहोस् यहाँ चराहरूले चारो खान खोजिरहेको छ। माउ चारो खोज्न गइरहेको छ। बच्चा 3टा छ, एउटा अन्डा छ। हेर्नुहोस् यसरी मकैमा एउटा पत्तामाले तल गुँड बनाएर अर्को पत्ताले हेर्नुहोस् यसरी छोपेको छ। अनि हेर्नुहोस् साथीहरू, यस्तो देख्नुभयो, यो चाहिँ मेरो मकैबारी हो। मकै पनि भाँच्नै बाँकी छ, भाँच्दै जाम भनेको चराको यस्तो राम्रो गुँड देखेर 2-4 दिन मैले रोकिदिएको, चरा नउड्ने बेलासम्म नकाट्ने भनेर मैले रोकिरहेको छु। अब चरा उड्यो भने मैले काट्छु है त साथीहरू, मकै भाँच्छु है त।